हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मैले खाना अनि आलु र सिमीको सब्जी अनि अन्डा अनि त्यसपछि दाल खानेछु है त साथीहरू। अनि सबैजनाले हेरेर साथ दिनु होला। खाएर जस्तो छ त्यस्तै बनाइदिनु हो हामी त। हेरेर साथ दिनु होला है। अन्डा दाल चाहिँ गाउँको केराकुडी हो है। पानी जस्तो छ त्यस्तै नेचुरल बनाउँछु म। एडिट गर्न पनि आउँदैन, इफेक्ट हाल्न पनि आउँदैन। यस्तै खाना पनि जे खाछु त्यही हाल्ने। बिहान बेलुका के खान्छु म त्यही हाल्छु है साथीहरू। है साथीहरू सपोर्ट गर्नु है, माया गर्नु है। त्यही मिठो भएको यो सिमी र आलुको तरकारी। मिठो फेरि पनि थपेर खाएको साथीहरूमा त। आज त एकदमै भेज भए पनि मिठो भएको छ। माछा भेज होइन भने जस्तो अन्डा पनि भेज होइन र साथीहरू। मेरो छोरा उता बसेर हेर्दै हाँसिरहेछ मैले ब्लग बनाएको देखेर। अब सिक्दैछौँ बल्ल बल्ल, अलिअलि सुरु त भएको छ। पछिसम्म पनि पर्फेक्ट हुन्छ होला नि त। लु लाइन पनि आयो।
लाइन पनि आयो, लाइन गइरहेको थियो, अब त आयो। कस्तो फोहोर गरेर खाएको न भन्नु सालहरू। म त स्टाइल पारेर खानु पनि आउँदैन, यस्तै खान्छु। सिक्दैछु म पनि, एकदिन सबै कुरा सिकेर ठुलो युट्युबर बन्ने इच्छा छ। साथ दिनुभयो भने हजुरहरूले। मेरो छोरा हाँसेको छ मुसु मुसु मेरो कुरा सुनेर। पनि हाल्यो छोरा, एकदमै मिठो भएको रहेछ हौ सिमी दाल त नि। दाल भात आलु सिमीहरू नै पाउँछ, यही खाने खाए है। दिनदिनै भ्लग चाहिँ हाल्छु साथीहरू, जस्तो आउँछ त्यस्तै हो नि त। मतलब यस्तो खाएकोहरू मेरो घरमा जे पाक्छ त्यही क्या, सबैलाई माया गरिदिनु है। एकदम मिठो भएछ, नमिठो छ भने त नमिठै छ भन्ने हो म त। सब खाएर सक्यो। हुन्छ, मलाई चिन्जुल हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यसै सपोर्ट गर्दै जाऊँ, एकअर्कालाई सानो सानो युट्युबरहरू मिलेर ठुलो बनाऊँ। के अरे यसरी यसरी अगाडि बढ्ने त हो नि। अब जे खान्छु त्यही म चाहिँ ल्याउँछु, तर दिनदिनै ल्याउँछु। सबैले सबैलाई साथ दिउँ है त। अब भोलिको भिडियोमा भेटौँला है साथीहरू।